गुड इभिनिङ, नमस्ते। आज चाहिँ ड्युटी ठ्याक्कै सकेपछि निक्लेको बाहिरमा। ठ्याक्कै मैले ड्युटी गर्ने ठाउँ चाहिँ परको है। अनि अब चाहिँ अलिकति टाइम नभएर नि अनि आज चाहिँ ड्युटीबाट निक्लिने बित्तिकै यो भिडियोमा आउँदैछु। बाटो चाहिँ हो है, सधैँभरि ड्युटी सकेपछि फर्किने बाटो यही हो। साँझको टाइम एकदम राम्रो हुन्छ, घाम पनि त्यति बेसी हुँदैन, शीतल हुन्छ, एकदम आनन्दको है। पार्टीहरू त्यहाँबाट आउँदैछ। दिनभरि घाम, अन्त अहिलेको चाहिँ अलिकति चिसोले गर्दाखेरि ऊ त्यसो मेरो घर है भन्दा कस्तो देखिन्छ। यहाँबाट गयो हाम्रो चाहिँ साउथ गेटतिर जान्छ है। अरे यहाँबाट यसो गऱ्यो भने चाहिँ अर्को लोकेसन यहाँ सिसे सेलिब्रेसन सेन्टर, यहाँभित्र चाहिँ एक्जिबिसनहरू हुन्छ, त्यहाँ पनि हाम्रो साथीहरू हुनुहुन्छ है। अब अहिले चाहिँ फर्किरहेको छु। दिनभरिको घाम, अहिले हल्का चिसो, साँझको समय एकदम राम्रो हुन्छ, शीतल एकदम। जस्तै यो दिउँसो चाहिँ फेरि यहाँ हिँड्नु सक्दैन है यो बाटोमा, कि त गाडीभित्रै हुनु पऱ्यो, एसी भएको गाडीभित्र होइन, नत्र भने चाहिँ सक्दैन। ठ्याक्कै यहाँबाट चाहिँ सर्टकट गयो भने चाहिँ यहाँबाट यता गयो भने चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँ एयरपोर्ट आएपछि हामी चाहिँ एयरपोर्ट पुग्छ। आजको लाइटहरू केसहरू मिलेको छैन। हाम्रो होल्ड गर्नु पनि गाह्रो हुँदो रहेछ। यहाँबाट म चाहिँ लेफ्ट साइड हान्नुपर्छ। यहाँबाट म चाहिँ यस्तरी क्रस हुनुपर्छ, गाडीले धडाइरहेको हुन्छ, पास गर्ने रहेछ। यो चाहिँ हामी जहिले बेलुका यतातिर आउँछु, पर साथी छ हेर्दैछ साथी। यो चाहिँ यो बाटो हिँड्दैछु म चाहिँ, खासै चाहिँ फुटपाथ हो, तर पनि अलिक अल्छी लगाएर दाड हिँड्दैछु कि म यहाँबाट झर्नु पऱ्यो यस्तोबाट। यस्तो राम्रो देखेको छ है साँझको टाइम। दिनभरि जस्तो सुकै घाम भयो भने तर राति एकछिन यसरी हिँड्दा चाहिँ एकदम मजा आउँदो रहेछ कि। म यहाँबाट लेफ्ट हान्छु, लेफ्ट हानेपछि यहाँबाट फेरि यस्तो राइट हान्छु, यहाँ दोकान जानुहोस् है। उयो चाहिँ हाम्रो एकदम सस्तो मार्केट यहाँ छ नि, यहाँ यो मिस्टर DIY भन्ने अलवेज लो प्राइस भन्छ है। यो चाहिँ एकदम हाम्रो लागि एकदम सस्तो प्राइसको सामानहरू पाउँछ। अगाडि फेरि पिछे गाडी राखेको छ, तर हामी चाहिँ रङ हान्नु पऱ्यो, रङ साइडबाट पास हुनु पऱ्यो। अर्को आउँदैछु फेरि हो। पसिना सुरु भन्छ आज मेरो यात्रा चाहिँ यहाँसम्म हुन्छ। चिकन लगेर जाने यहाँबाट आज चिकन खाने प्लान हो। चिकन हान्दैछ यहाँ रिपेयरिङ हुँदो रहेछ दोकान आज यहाँनिर। अरू त जानु पनि नहुँदै सपिङ गर्नु पनि। हाम्रा भाइ छ नि मेरे ब्लॉग में आएंगे, यूट्यूब में आएंगे।